मीन राशि र मीन लग्न भएका व्यक्तिहरूको लागि यही जेठको 19 गतेबाट गुरु ग्रहले कर्कट राशि प्रवेश गर्दा कस्तो फल मिल्छ त? यदि हजुर पनि मीन लग्न अथवा मीन राशिको हुनुहुन्छ भने लग्नको र दशम स्थानको मालिक गुरु ग्रह पञ्चम स्थानमा उच्चको राशिमा हुनुहुन्छ। यो समय तपाईँको लागि, प्रेमको लागि, शिक्षाको लागि र सन्तानको लागि निकै राम्रो समय देखिन्छ। सन्तानको लागि चाहना राखिरहेका व्यक्तिहरूको लागि सन्तान सुख मिल्ने खालको अवस्था छ। शिक्षामा राम्रो सुधार हुँदै जाने खालको अवस्था पनि देखिन्छ। सँगसँगै यो समय तपाईँको आफ्नो स्वविवेक, बुद्धि प्रयोग भएर उन्नति, प्रगति गराउने खालको अवस्था देखिन्छ भने आत्मविश्वास पनि बढ्ने खालको समय देखिन्छ। यो समयमा तपाईँले प्रेममा भने धेरै इच्छा, अपेक्षाहरू नराखेकै राम्रो मानिन्छ। अलिकति यो विषयमा चाहिँ तपाईँ संयमित हुनुपर्ने देखिन्छ। सँगसँगै यो समयमा तपाईँले काहीँ जोखिमपूर्ण लगानी गर्ने सोचमा हुनुहुन्छ भने पनि लगानी गर्दा विचार गर्नुहोस्। जोखिमपूर्ण लगानी गर्नका लागि चाहिँ यो समय राम्रो मानिँदैन।